आइहाल्छ किनभने हामी कहाँ जाँदैछौँ रे ककनी के हो तपाईँ यार ओली जस्तो मान्छे भएर कहाँ बुढो ल हाम्रा ओली सर कहाँ जानुहुन्छ हामी आज ककनी आज ककनी जाँदैछौँ हामी ककनी हो अनि ककनी कुन ठाउँ हो कुन जिल्ला त्यसै ककनी कसैले पुस्तक बोल्दैन नि ककनी गाउँपालिका हामी ककनी जाँदैछौँ उहाँ चाहिँ हाम्रो क्याप्टेन साहब सर क्याप्टेन सर बुद्ध एलायन्सको ककनी ठाउँमा व्यवस्था धेरै हुँदैछ गप्पाल यो व्यवस्था साह्रै मन पर्यो मलाई राइट के हो यो सर यो स्ट्रबेरी हो हेर्नु स्ट्रबेरी यहाँबाट त कहाँ जाने त यार यो गाउँ जानेबाट यार सिधै जाने नि ककरी जाने ककरबाट फेरि माथि डाँडे नानी निस्किनु घुम्न आएछ त घुम्नु पऱ्यो नि त यार होइन ल हामी अहिले कहाँ जाँदैछौँ रे हेलो नमस्ते नमस्ते सबैजनालाई सबैजना नमस्ते हामी अहिले नुवाकोटको ककनी भन्ने ठाउँमा जाँदैछौँ ककनी के अरे काउली काउली जाँदैछौँ हामी एकदम नुवाकोट जिल्ला एकदम साह्रै रमाइलो जिन्दगीमा फर्स्टचोटि आएको यसो भिजिट गरौँ भन्न चाहिँ अफ दिन है सबै साथीहरू हाम्रा ओली सर सरकार अहिले सरकार कसको छ रवि लामसँग तर ओलीको चाहिँ सरकार छैन ढल्यो सत्ता ढल्यो अहिले बाटोमा केपी शर्मा ओलीजी हिँड्दै हुनुहुन्छ हजुर देख्न सक्नुहुन्छ एकदम मजाल भ्यू छ सबैले खेती जता कति स्ट्रबेरी के है हेर्नु मकै यहाँ कस्तो मकै हो के बाख्रा व्यवसाय बोका किन्ने गाइज बोका हान्ने एउटा बहुत भाइरल भयो त हेर्नु न यार के साह्रो हो क्या यार नुवाकोट ठाउँ यार ल अब ककनी धेरै छैन काउली धेरै छैन ल धेरै दाम छैन हामी काउली पुग्नलाई नुवाकोटको काउली भन्ने बजारमा सानो बजार रहेछ त्यो हामी छुट्टीको दिन अफको दिनमा साथीभाइ हामी सबै मिलेर भिजिट गर्न पुगिरहेका छौँ। कपाल छ नुवाकोट
काउले बजार भन्नु काउले बजार आइसक्यो अरे यति नगर्ने नजिक त हो नि सिमेन्ट त दर हान्दियो त के हो सोल्टी के हो अरे अर्ग्यानिक हो नि विकास त्यस्तै कि होइन ठाउँ अनुसार हेर्नु न नगरकोट जिल्लामा अहिलेसम्म मान्छेले बस्तीहरू नछोडेर रहेछ बब्बाल होइन खेत हेर न खेत सबै स्ट्रबेरी होला है त्यो खेती हेर्न स्ट्रबेरी निकाल्दैछ त पारि त भाइ होइन स्ट्रबेरी होइन त देखिने खेतमा ए देख्न सक्नुहुन्छ स्ट्रबेरीको खेती धेरै हुँदो रहेछ गरे कि हुँदैन है यसै गरेर सबैजना अहिलेसम्म कहाँ जान्छ भन्ने मलाई पनि थाहा छैन साथीहरूलाई पनि थाहा छैन हामी जाँदैछौँ अहिले काउली बजार गाडीमा जाने भन्ने हाम्रो प्रोसेस चलिरहेको थियो तर गाडी आइदिएन लोकल गाडी धेरै चल्दो रहेछ नि त के त्यो काउली बजार आयो त तपाईँ हजुर लोकल मान्छे हो हजुरले बेच्ने बेला बोलेको हजुर लोकल मान्छे यार म त कहाँ हो कहाँ यार होइन के काउली बजार आउँथ्यो कि बजार होइन एउटा नाम रहेछ बजार त्यही मलाई यसो निस्किने माथि टावर निस्क्यो हो सिधै जाने भयो सिधै जाने कार्यालयका टावर जानु किन सन्नु पर्यो उहाँलाई काउली बजार सिधा माथि सिधा भइहाल्यो नि स्योर कहाँ पुग्यो काउली बजार यार कमा छ काउली बजार हाम्रो काउली बजार आइयो यार साह्रै धेरै सोक्यो नि काउली जाने काम आयो नि हिँड्दै 1 घन्टा हिँडेर बस्नु साह्रै दुःख भयो म्यापद्वारा हिँड्ने छ कहाँ जाने हाइट त्यतै हो के रे कि सेउरी होला
कता हो त्यो त सबैलाई मलाई पनि त थाहा थियो त्यो त जाने भन्ने भनेको मौखिक हिसाबले साइन्स पढेको मान्छेलाई थाहा छैन हामीले त काउली बजार हेर्ने होइन यी बजार काउली बजार यी माथि बस्ती एरिया कुन बस्ती हो कुन बस्ती हो यो होइन गस्ती यार मैले बस्ती भने त गोर्खा रेजी मिल्यो गोर्खाली काउले झर्ना होइन र किलोमिटर उँदो रहेछ है जाने हामी त काउले बजार घुम्ने भनेर पनि हिँडेको अन्त सर्टकटमा त पारिहाल्नु तिमी किन तर तपाईँको गेटअप चाहिँ खतरा रहेछ यार मलाई मन पर्यो साँच्ची गेटअप राम्रो तर डुप्लिकेट गोजा भन्दिनँ हो जे के अरे पकेट डुप्लिकेट पकेट रे यार बुढो भयो सर कहाँ हाकेर जानु हुनु कहाँ बुढो हुने यहाँ तपाईँ मभन्दा कान्छो मान्छे रहेछ कान्छो अनि कति साल नि म त 71 कति सालको रे तपाईँ म 48 है त्यही त म त्यति म मान्छे देखेर बताउँछु यार 1 वर्ष कान्छो हुनु अनि बाटो है बाटो